सबैलाई नमस्कार। आज म चाहिँ केजी गेलाल फाउन्डेसन आदरणीय दाइ केदार गेलाल जो हुनुहुन्छ उहाँको तर्फबाट यो सहयोग रकम लिएर आएको छु। आज यस सहयोग रकम हस्तान्तरण कार्यक्रममा उपस्थित यस मन्दिर व्यवस्थापन समितिका अध्यक्ष आदरणीय दाइ विका बिजु लगायत आदरणीय दाइहरू सम्पूर्ण हार्दिक नमस्कार। यो चाहिँ यहाँको जुन रामधनीको चाहिँ पालिएर राखेका गाईहरू बिमारी छन् भनेर आदरणीय दाइ दिल्ली दाइले चाहिँ सामाजिक सञ्जाल फेसबुकमा चाहिँ हाल्नुभएको रहेछ। सहयोगको जुन उपचारको लागि सहयोग रकम चाहिँ कसैले गरिदिनुहुन्छ भनेदेखि सहयोग गरिदिनु अपिल गर्नुभएको रहेछ। त्यो कुरा चाहिँ देखेपछि फेसबुकबाट देखेर आदरणीय दाइ केदार गेलाल जो केजी गेलाल फाउन्डेसनका अध्यक्ष हुनुहुन्छ, हाल अमेरिका बस्दै हुनुहुन्छ, उहाँले चाहिँ त्यो देख्नुभएपछि उहाँको अब जन्मभूमि पनि हाम्रै रामधनी 4 पहिला रामपुरा नै हो। उहाँले धेरै विकासका कामहरू यो क्षेत्रमा उहाँले गर्दै आउनुभएको छ। उनको मन्दिरमा भएका पशुपालन जुन गाईमाथि रोग लाग्यो भन्ने देखेपछि उहाँले ठिक छ यसको लागि मैले पनि केही सहयोग गर्नुपर्छ आफ्नो क्षेत्रमा भनेर उहाँले सहयोग गर्ने भनेर यो उपचारको लागि प्रति महिना 11,000 दरले म प्रदान गर्दै जान्छु। यो गाई ठिक नहुन्जेल र उपचार गर्ने उहाँको आग्रह रह्यो। त्यही अनुसार उहाँले मलाई कल गरेर चित्र भाइ त्यहाँ गएर चाहिँ तपाईँले समितिलाई 11,000 दरले प्रत्येक महिना चाहिँ गाईको उपचारको लागि पशुको उपचारको लागि पैसा हस्तान्तरण गरिदिनु होला भन्ने आग्रह गर्नु हुन्छ। दाइ पठाइदिन्छु म गरिदिन्छु भने त्यही अनुसार उहाँले पैसा पठाइदिनु भएको हुनाले आज म यस समितिको मिटिङमा यहाँहरू जो उपस्थित हुनुभएको छ केही रकम चाहिँ 11,000 रुपियाँ छु। यो चाहिँ नियमित रूपमा चाहिँ गाई उपचार ठिक नहुन्जेल उहाँले म सहयोग गर्दै जान्छु मासिक रूपमा भन्नुभएको छ। आगामी महिना पनि यसरी नै गर्दै जान्छु। यो रकम चाहिँ बाट यहाँका चाहिँ जो बिमारी गाईबस्तुलाई चाहिँ राम्रोसँग उपचार गरेर यहाँहरूले ठिक बनाएर चाहिँ दुरुस्त राख्न सक्नुहुन्छ भन्ने अपेक्षा गर्दै केजी गेलाल फाउन्डेसनबाट प्राप्त यो रकम चाहिँ म यहाँहरूलाई हस्तान्तरण गर्न गइरहेको छु। यो रकम बुझिदिनु हुन संस्थाका उपाध्यक्ष समितिका उपाध्यक्ष सुरेश माझीज्यूलाई आग्रह पनि गरेर यो हस्तान्तरण पनि गर्न गइरहेको छु। हस्तान्तरण